फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा हजुरहरूलाई। आई होप सबै सन्चै होला, म पनि सन्चै छु अहिलेसम्म चाहिँ। सो हजुर नयाँ हुनुहुन्छ भने यसो मेरो भिडियोमा कुनै बेला देख्नुभयो भने यसो सब्सक्राइब बटन थिच्न नबिर्सिनु होला, सबैले सब्सक्राइब गरिदिनु होला, हेरे पनि नहेरे पनि है। साथीभाइहरू यसो भिडियो बनाउँदै गर्छु हो, त्यतिकै मजा पनि आउँछ। सो आज चाहिँ हामीहरू अर्कै जग्गामा छौँ। अस्ति हामीहरू ग्रेप सक्यो भनौँ न, ग्रेप सकेर अहिले हामीहरू चाहिँ नर्सरीतिर आइएको छ काम गर्न। साथीभाइहरू यो हेर्न सक्नुहुन्छ, यो पुरा नर्सरी हो। यो नर्सरी लगभग 10-15 एकरमा छ क्या लगभग। यो त कम्ती हो, यहाँ त उतापट्टि हिजो हामीले काम गऱ्यौँ होइन, तपाईँहरूलाई म हिजोको त मैले गरिनँ, आज भिडियो बनाएको उतापट्टि गरियो क्या। मैले नदेखेका क्या, त्यस्तो नदेखेका ट्रेन हेर्नु न, यहाँको ट्रेन है। मैले नदेखेका जे होस् ट्रेन पनि गयो, मैले नदेखेका बिरुवा क्या, के हुन् के। यो लगभग यो के हो, यो के रहेछ हौ, खोइ मिन्स फोक्सेको सुन्तलाको जस्तो त्यस्तो गन्न आउँछ। के हो क्वाकुइट हो कि के हो, के छ हौ। यो अर्कै भयो, यो चाहिँ नर्सरी हो क्या साथीभाइहरू। यो चाहिँ नर्सरी हो। यहाँदेखि पमिलो उडोमा, पमिलो भनेको चाहिँ फोक्से जस्तै हो साथीभाइहरू। यो पमिलो रहेछ होइन, यो पनि पमिलो हो, यो पनि पमिलो हो, यो सबै यताको पमिलो हो साथीभाइहरू। यो चाहिँ के रहेछ भने हेरौँ न, यो चाहिँ तापुज के हो, सामोती। यिनीहरूको स्पेलिङ आउँदैन, तापुज के यो। तापुज भनेको त मलाई त के जस्तो लाग्थ्यो, एप्पल जस्तो लाग्थ्यो। तापुज भनेको हिब्रूमा हो, त्यो थाहा छैन, तर तपाईँहरूले भनिदिनु के हो तापुज। सिमोटी भनेको चाहिँ कुनै के हो त्यो थाहा छैन हो। हेर्नु हाम्रो चाहिँ काम के गरिँदैछ भने होइन, ट्रेन चाहिँ हेर्नु न है। हामीले चाहिँ अहिले काम के गरिँदैछ भने यो झारसार घोडाइ, यो झार निस्किन्छ नि, यो तलको झार होइन, यो माथिको झार घोडाइ लाग्दैछ भनौँ न। अलिअलि आएको झारहरू गोडिँदैछ अहिले चाहिँ। यस्तो यो झार ठुल्ठुलो छ नि, यो झार गोडिँदैछ हामीहरूले चाहिँ अहिले यही काम गरिँदैछ। यो चाहिँ तापुज ड्याम मारो। अर्को तापुजको नि के थियो नि, तापुज सामो पनि के थियो यो तापुज। अब मिन्स एउटै हो तर भेराइटी अलग क्या, धेरै भेराइटी क्या, त्यस्तो खालको। यो अलगै रहेछ फेरि। तापुज ड्याम स्वाङ्गेली हो कि के हो यो मारो, तापुज ड्याम मारो, त्यो तापुज ड्यामको नि के धेरै किसिमका क्या साथीभाइहरू, धेरै किसिमका क्या। म त हामीहरूको त त्यो उता त केही नदेखेको क्या, यस्तो फलफुलको बिरुवाहरू यस्तो त केही हामीलाई त थाहा नै छैन नि, यस्तो हुन्छ भनेर हामीहरू त केही थाहा नै छैन नि। त्यस्तो खालको नदेखेको के हो त्यस्तो हुँदो रहेछ क्या, यहाँ आएर थाहा पाइयो। यो चाहिँ साथीभाइहरू यो चाहिँ ट्रेन लिएको हो, तपाईँलाई म देखाइदिन्छु। यहाँ चाहिँ हामीहरू चाहिँ लगभग अहिले त काम गरेको छेउछेउमै हो, हामीहरू लगभग 15-20 मिनटमा रुम पुगिन्छ नि त। सो न त यहाँको छेउछाउै हो भनौँ न। यो चाहिँ यो अर्कै हो फेरि, यो अर्कै हो। तापुज दाम कारा। अब धेरै भेराइटीकै यो, अब यो सबै हुन चाहिँ यो फोक्से टाइपकै भेराइटी हो। फोक्से सुन्तला के को क्या, अब यस्तो फलफुलहरूको हो हुन त होइन। तपाईँलाई पनि के अरे भिडियोमा देख्न सक्नुहुँदैछ होइन। यो अब त्यही भेराइटी हो, तर अब अलग के यति मात्रै होइन। सुन्तला भन्छ, सुन्तला पनि कति भेराइटी क्या, धेरै भेराइटी छ नि क्या। सो त्यसमा अनगिन्ती भेराइटीहरू भेट्न सकिन्छ क्या यहाँनिर, त्यस्तो क्या। अनि हामीले त देखेको थिएनौँ। यो पोमिलाइट लेभेना अरे ऊ देख्नुहुँदैछ, पोमिलाइट लेभेना धेरै छ कि। तापुज दाम कारा अघि देखाएँ। अब यहाँ जुन यो के छ हो, के रहेछ, लेमन लाइम। अब यो त लेमन भइहाल्यो, थाहा भइहाल्नुभयो होइन। अब यताको चाहिँ के छ, तापुज ड्याम हो यो के, अलग के, सबै यो अलग। अब हेर्दा त बिरुवाहरू सबै एउटै मिन्स फोक्सेहरूको, यो फोक्सेहरूको हो हुन त, त्यो फोक्सेको होइन, त्यो बिमिराको, यो पनि बिमिराको होला, तर अलग क्या, सबै कुरो अलग छ क्या।
यिनीहरू अलग्गै हुन् फेरि होइन। त्यही हो, फोक्सेहरूको प्रजाति हुन्। अब सुन्तलाहरूको प्रजाति हुन् हुन चाहिँ धेरै धेरै भेराइटीका हुन् साथीभाइहरू होइन। यहाँ ट्रेनको लिक चाहिँ यहाँ छ साथीभाइहरू। यो चाहिँ इलेक्ट्रिक वालाले कुद्छ एकदम। यहाँ इजरायलमा चाहिँ अरू सबैभन्दा बेस्ट लागेको चाहिँ मलाई जे कुरो भन्दा पनि पानीको सिस्टम हो कि। जहीँ पुर्याइदिएको छ, जहीँ जे गरिदिएको छ हो, जहीँ पुर्याइदिएको छ हो, जस्तै जग्गामा पुर्याइदिएको छ। अनि हेर्नु न, यो चाहिँ अब बिरुवा बिरुवाहरू मिन्स सिडिङ गरेको होइन। यहाँ उयो के अरे कुटी हालेर यो उम्रिँदैछ। हेर्नु न के दामी छ नि हो है। हेर्दा पनि रहर लाग्दो टाइपको छैन, हेर्नु त दामी छ क्या। गराइमा भिन्नता छ क्या। जहाँ यहाँ चाहिँ गराइमा पनि अलिकति भिन्नता हुन्छ, अलिकति लेजेन्ड तरिकाले हुन्छ नि, आफ्नो अब हुन्छ नि अलिक टेक्निकल तरिकाले गर्छ जे कुरो पनि होइन। अब यो के को बिरुवा हो हेर्नु, अब यो के को हुन चाहिँ हो। यहाँ पढ्दा के छ भने आफैले पनि के हो यो, तपाईँहरू पढ्न सक्नुहुन्छ भने पढ्नु, म चाहिँ पढ्न सक्दिनँ हो। यस्तो छ, म चाहिँ पढ्न सकिनँ साथीभाइहरू। यस्तो छ, ट्रेन कुदै गर्छ हो, कान खान्छ, त्यस्तै छ। हामीहरू गरेछौँ। यो चरी अमिलो त लास्टै क्या। अब यत्रोमा पनि फलिरहेछ क्या साथीभाइहरू, हेर्नु न यत्रोमा पनि। हामीहरूकोतिर पनि फल्छ, त्यो के भन्छ हामीहरू चाहिँ हामीहरूकोतिर पनि फल्छ नि त्यो होइन। हामीहरू अब त्यो सानो बुटमै पनि फल्ने खालको छ नि, हामी हाइब्रिड भन्छ नि, हामीहरूकोतिर पनि हुन्छ। तर भए पनि यहाँ चाहिँ धेरै किसिमको क्या, धेरै भेराइटी, उहाँ नभएको भेराइटीहरू बहुत छ क्या यहाँनिर चाहिँ। अब त्यसलाई मिन्स एउटा बुटबाट अर्को गर्दै अब होइन, मिन्स कलमी गर्दै अर्को केमा कलमी गर्दै धेरै भेराइटी पारेको हुन्छ क्या। सो त्यही कारणले उहाँको जस्तो कम्ती मात्रामा हुँदैन होइन। यहाँ बिरुवाहरू धेरै भेराइटीमा हुन्छ क्या। एउटा बिरुवाहरू अब अर्कै उयसमा हुन्छ साथीभाइहरू। त्यस्तै छ हाम्रो झारुका लागि एकदम डेन्जर हुँदैछ झारुका लागि हो। कम्मर पनि घन्छ, डेन्जर हुँदैछ। हजुर त्यस्तै हो साथीभाइहरू। यस झारमै रहेछ पैसा हो, झार नउखेली त पैसै आउँदैन एग्रिकल्चरमा हो। एग्रिकल्चरमा आइसकेपछि गर्नु त परिहाल्छ साथी। ढाड दुखेर हत्तु भइरहनु हुन्छ साथीभाइहरू हो। गर्दा यो तोरी जस्तो झार हुँदो रहेछ हो। यो तोरी जस्तो झार हुन्छ, पेट उफ्रिन्छ कि यो पाकेपछि। अनि आँखा उति परेर हो, जस्तै आँखामा पर्ने क्या। यसरी उखेल्नुपर्छ, यसलाई छनक्क पारिदिनु पर्छ हो। यति नगरी फेरि हाम्रो पैसा आउँदैन, यति त गर्नै पर्यो साथीभाइहरू हो। अनि यो जुन चरी अमिलो छ नि, यो चरी सबसे भन्दा यो झारू खेल्न वाक्क हुने यो चरी अमिलो हो क्या साथीभाइहरू। एकदम यो कहाँ गएको हुन्छ। अब यो निस्किँदैन क्या, जरै निस्किँदैन नि। यो जरो त के को, यसलाई कोट्याउँदा गर्नुपर्छ। यत्तिकै कति रहेको हुन्छ, फेरि पानी भेट्दा त उम्रिहाल्छ नि यो त। यसरी यो लुकेर यस्तै तल बसेको हुन्छ, यो उम्रिहाल्छ क्या। यो साह्रो क्या, आमामा हातै पोल्छ क्या, यस्तो पोल्छ हात बत यो निकाल्दा चाहिँ। अरू निकाल्दा सजिलो हुन्छ क्या झारू खेल्दा पनि। यो चरियामा चाहिँ लास्टै गाह्रो हो। यस्तै छ, दुई भाइ काम गरिँदैछ, अरू त छन् हो, काम गर्दैछन् अलग जग्गा काम गरिँदैछ साथीभाइहरू। निन्द्रा लाग्छ, घाम पनि चर्किन्छन् हो। तर यो साइडमा त अलिक समुद्र छेउछाउ हो नि त, अनि चिसो हावा चलिरहेको छ क्या। चल्न चाहिँ यो समुद्र छेउछाउ काम गऱ्यो भने चाहिँ चिसो हावा चल्छ। अलिक टाढा हुन्छ त कस्तो तातो हुन्छ नि। अब एक दिनदेखि तातो हावा चल्छ, त्यतिखेर के गर्ने, गाह्रो छ पैसा कमाउन। त्यसका बाँचेको अनेक गर्नुपर्ने क्या, पैसा कमाउने अनेक गर्नुपर्ने। बेला सोच्दा त यही गर्न आइएको नि पैसा कमाउनु जस्तो लाग्छ हो साथीभाइहरू। तर अब यस्तैमा पैसा हुँदो रहेछ, दुःखमा गर्नै परिया छ। तापुस दाम काराम के हो नाम पनि हो त्यसका बाजीको। यो यहाँ चाहिँ कुखुरा बाँच्दैछन् कि। यो खोर चाहिँ कुखुराको खोर रहेछ एकदम। यो कम्पनी पनि ठुलो रहेछ है, कुखुरा खोर रहेछ हो। भाले बाँच्दैछन्, भरे भालेलाई लगेर सुप हान्नुपर्छ होला। सुप मजासँगले हो, लोकल, तर लोकल त होइनन्, बोइलर हुन् हुन त।
बोइलर पनि बाँच्छ नि, थाहा छ नि तपाईँलाई। एउटा बोइलर बाँच्छ नि, के म पहिला बोइलर पाल्दाखेरि म त्यस्तै बाँच्थेँ क्या बोइलर। अलिक ठुला भएर त्यो ठुङ्नै आउँछ न। आई नो एभ्रिथिङ। ल साथीभाइहरू काम गरिँदैछ हो, यस्तै छ जिन्दगानी दर्पण छाया। काम पनि 1 बज्नु लाग्यो, अब 1-1.5 घन्टा बिताएर त सकिन्छ अनि जहाँ गइन्छ। कामसाम पनि सक्यो हो, गोडी अब कामसाम सक्यो, गोडेर त के सकिन्थ्यो, यत्रो भारी छ। तर आजको लागि सक्यो, 8 घन्टा बिताइयो भनौँ न होइन। यो गोडेर के का बिउ हुन् के यो बुझि नसक्नु छ हो साथीभाइहरू। के हो यत्रो छ बुझि नसक्नु छ। हेर्नु न खतरा छ। उयो चाहिँ कुखुरा बास, लोकल कुखुरा बास छ हो। फेरि यहाँ थाइल्यान्डको मान्छे घुस्छ। यो चिकन फार्म हो हुन त, तर के हो बुझ्न सकेन। कुखुरा पनि बाँच्दैछ। यो के हो पुरा एकदम पिङ्क कलर फुलेको छ हो, के रहेछ हेरौँ न। अब हाम्रो पनि जाने बेला भयो साथीभाइहरू। खै के हो त्यसको बाजेको थाहा छैन। अब हामीहरू पनि जाने बेला भयो साथीभाइहरू। लगभग लागेको अब छुट्टी भयो। तपाईँहरू यसै गरी मेरो भिडियो हेर्दै गरेर सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला मेरो साथीभाइहरू। यहाँनिर म तपाईँहरूलाई देखाउँछु क्या, खतरा उयो छ के अरे साना बिरुवाहरू क्या। किरिन चुइङको त यो साथीभाइहरू हेर्नु, यो साना बिरुवा के का हुन् यिनीहरू हो। कलमी गरेर यहाँ राख्दो रहेछ हो, यसरी कलमी गर्दो रहेछ। कलमी गरेर यहाँ राख्दो रहेछ यसरी। यो कलमी गरेको हो क्या, यो देख्नु हुँदैछ होला है। यसरी कलमी गरे हो, देख्नु हुँदैछ। सबै कलमी गरेर आम्मा कत्रो ठुलो छ नि हो यो। हेर्नु न, यो मात्रै होइन, यो त केही होइन। यसको भने त मैले लगभग बिगाको हिसाबमा त 40-50 बिगाको फिल्ड छ क्या यो। यही मात्रै अब सोच्नु न कति छ होला। यसो टनलै मात्रै हो, ग्रिन हाउसै मात्रै, बाहिर कति हो त्यस्तै हो। कति छ आम्मा त्यो हिँड्दै जानु भने 2-3 घन्टा लाग्छ कि वरिपरि घुम्ने मात्रै। त्यतिमा पनि भ्याइँदैन, त्यत्रो ठुल्ठुलो रहेछ कि नर्सरी मात्रै। सोच्नु न हाम्रो यत्रो कर्मचारी राखेर कसरी पैसा दिन सक्यो होला, नाफै हुन्छ होला जस्तो लाग्छ मलाई साथीभाइहरू हो। हेर्नु यो पानीको होला, पानीको ट्याङ्की। यस्तो छ हेर्नु। यो सबै देखे जति अब कति चाहिँ होला क्या नर्सरी गरेर राखेको। यो के रहेछ यो सबै हो। ल साथीभाइहरू अर्को भिडियोमा भेटौँ ल है। भिडियो हेर्दै गर्नु, सब्सक्राइब गर्दै गर्नु होला, भाइलाई यसो सपोर्ट गर्दै गर्नु होला होइन। ओके बाई।